नमस्ते, म राजन फ्रम एप्लाई क्यान। यदि तपाईँहरू नेपालबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ भने र तपाईँहरू क्यानाडा जाने प्लान गर्दै हुनुहुन्छ भने तपाईँहरूलाई म आइआरसिसीले अथवा गभर्नमेन्ट अफ क्यानाडाले स्टडी इन क्यानाडाको लागि राखिदिएको वेबसाइट, जहाँबाट तपाईँले पब्लिक अथवा प्राइभेट कलेजहरू कसरी छुटाउने अथवा कुन कुन प्रोग्राममा पिजिडब्ल्युपी पाइन्छ पाइँदैन त्यो सबै कुराहरू कसरी आफैले घर बसेर हेर्ने र कसरी आफैले घर बसी क्यानाडा एप्लाई गर्ने, मास्टर बाई रिसर्च अथवा मास्टर प्रोग्रामहरूमा कसरी एप्लाई गर्ने सबै गाइड गर्नेछु। फर्स्टमा तपाईँले गभर्नमेन्ट अफ क्यानाडाको वेबसाइटमा गएर स्टडी पर्मिट सेक्सनमा जानु। त्यसपछि तपाईँले डिआलाई चेक गर्ने अप्सन देख्नुहुनेछ। त्यसपछि तपाईँले क्लिक गर्नु कुनै पनि एउटामा जुन चाहिँ तपाईँलाई चेक गर्न मन लागेको छ। त्यसपछि तपाईँले क्लिक गरिसकेपछि प्रोभिन्स वाइज फिल्टर पनि गर्न सक्नुहुनेछ कलेज अथवा युनिभर्सिटी हेर्नको लागि। यहाँ चाहिँ तपाईँले लिस्ट अफ युनिभर्सिटीहरू देख्नुहुनेछ प्रोभिन्स वाइज, जुनमा चाहिँ पिएल चाहिँदैन तपाईँहरूलाई स्टडी पर्मिट एप्लाई गर्नको लागि। ओके, अब तपाईँले एप्लाई क्यानको वेबसाइटमा जानुहोस्। त्यसपछि तपाईँले क्याटेगोरी वाइज फिल्टर गर्नुहोस् प्रोग्रामको लागि। फर इक्जाम्पल तपाईँले डिप्लोमा, ब्याचलर, मास्टर जुनसुकै सिलेक्ट गर्न सक्नुहुनेछ। मास्टर सिलेक्ट गरिसकेपछि तपाईँले मास्टर प्रोग्रामहरू कुन कुन युनिभर्सिटीमा क्यानाडामा पढाइन्छ त्यसको अप्सन तपाईँले देख्न सक्नुहुनेछ। यदि तपाईँ क्यानाडाको कुनै पनि पब्लिक युनिभर्सिटी अथवा कलेजहरू एप्लाई गर्न चाहनुहुन्छ भने तपाईँले एप्लाई क्यानमा गएर स्टुडेन्ट एकाउन्ट क्रिएट गर्नु होला। यदि तपाईँको एकाउन्ट छैन भने क्रिएट गर्नु, अलरेडी छ भने चाहिँ लगइन गर्नु होला। लगइन पेजमा गइसकेपछि तपाईँले न्यू एप्लिकेसन गरेर क्यानाडाको पब्लिक कलेज अथवा युनिभर्सिटीको रियल टाइम ओपन क्लोज प्रोग्रामहरू सबै हेर्न सक्नुहुनेछ र यहीँबाट तपाईँले डाइरेक्टली एप्लिकेसनहरू पनि सबमिट गर्न सक्नुहुनेछ। कतिपय कलेज युनिभर्सिटीहरूले चाहिँ एप्लिकेसन फी चार्ज गर्छ, जुन चाहिँ तपाईँले त्यहाँ देख्न सक्नुहुनेछ। प्लस प्रोग्राम स्पेसिफिक रिक्वायरमेन्ट पनि तपाईँले तल देख्न सक्नुहुनेछ। तपाईँले यसरी नै एप्लिकेसन सबमिट गरिसकेपछि डकुमेन्ट चेकलिस्ट पनि देख्नुहुन्छ। तपाईँले डकुमेन्टहरू पनि अपलोड गर्नुपर्ने हुनेछ यसमा। त्यसपछि हाम्रो टिमले तपाईँलाई कन्ट्याक्ट गर्नेछ। थ्याङ्क यू।